सुरक्षा पनि त्यति राम्रो छैन, फेरि राजनीतिक दलसँग संवाद भएको छैन भन्ने कुरा छ, फेरि राजनीतिक दलले रिट हालेर यो सरकारलाई गिराउनुपर्छ भन्ने कुरा पनि भइराखेको छ। यो कुरा हेर्दाखेरि अब सम्भावना चाहिँ कमै देख्छौँ। हामी त अग्रगामी भएर हिँड्नुपर्छ, अघिल्तिर जानुपर्छ। अब त्यो फेरि भइसकेको कुरालाई फेरि बेहोस भइसकेको मान्छेले पानी छम्काएर न्युजाएर के अरे हिँडाउनु भने जस्तो त होइन होला, त्यो चिज त होइन। त्यो घटनाक्रमहरू अघि नै छ। हामी पत्रकारलाई चाहिँ सदस्य बनाउँदैनौँ, नत्र तपाईँलाई पनि मैले यहाँ थपिहाल्थेँ। किनभने हामी फरक खालको कुन अर्थमा छौँ भने धेरै हाम्रो फरक छ। मेन कुरा त हामी होइन अरू दलहरूलाई होला चुनावमा हामी प्रतिस्पर्धा गर्छौँ, स्वच्छ प्रतिस्पर्धा गर्नुहुन्छ, गाली गलौज गर्नुहुन्न, स्वस्थ प्रतिस्पर्धा हुन्छ। आलोचना गाली गलौज पनि गर्ने त्यो परम्परा छ, त्यसलाई पनि केही कायम राख्दै फेरि परम्परालाई छोडिहाल्यो भने फेरि नेपाली होइन भन्छ र होइन। त्यो टोपी लगाएपछि त परम्परा अलिअलि त हुन्छ, तर हामी तपाईँको उहाँहरूलाई त्यस्तो नराम्रो जुन छ नि षड्यन्त्र तल्लो स्तरमा झरेर गाली त्यो तरिकाले हुँदैन, त्यो तरिकाले हुँदैन। किनभने म नेपाललाई माया गर्ने मान्छे हो, नेपाललाई माया गर्ने मान्छे हो भने मेरो विरोधीहरू पनि नेपालीहरू नै हुन् होइन। कोही पाकिस्तानबाट आएको मान्छेले त मेरो विरोध गरेको होइन होला। मैले त्यो नेपालीलाई, त्यो जसले मेरो विरोध गर्छ बिहानदेखि बेलुकासम्म मलाई गाली गर्छ नि, उसलाई पनि मैले माया गर्छु, मैले माया गर्नुपर्छ। र मैले बनाउन चाहेको नेपालमा उसको पनि हक अधिकार र न्याय सुनिश्चित हुनुपर्छ है भन्ने किसिमको चाहिँ मेरो सोचाइ छ। त्यसतर्फ हामी जान्छौँ। श्रम संस्कृति भनेको एउटा परम्परागत पार्टीभन्दा धेरै एउटा जागरणको अभियान बन्नेछ, जसले यो देशमा अल्छी गरेर 12 बजी उठ्ने युवालाई बिहानै 4 बजी उठाउँछ। म त 2 बजी उठ्छु, मैसँग नउठे पनि 4 बजी चाहिँ उठ्नुपर्छ होइन। पेटको लागि मात्रै होइन, देशको लागि पनि सोच्ने युवा हामी तयार गर्छौँ। पेटको लागि मात्रै सोच्ने युवाले चाहिँ अहिलेको अहिले देशलाई छोड्न सक्छ क्या। तँलाई बेटर अपर्च्युनिटी दिन्छ, लेट्स गो टु अमेरिका होइन भनेर भन्यो भने ओके ड्याम केयर दिस भनेर चाहिँ जान्छ क्या। अहिले त्यो खालको युवाहरू धेरै भइसकेको छ। त्यसले गर्दाखेरि होइन जति नै सुख सयल, जति नै हिराकै घरमा सुनकै घरमा राख्छु भने पनि म मेरो माटोमै बस्छु भनेर यो माटोलाई माया गर्ने युवा हामी तयार गर्छौँ। यो त्यहाँको कुरा हो। तपाईँहरूलाई लाग्ला यसो चाहिँ नि एउटा पार्टी खोल्यो, यहाँ गऱ्यो, हावा हल्ला गऱ्यो, चुनाव होइन होइन। सुन्नु न, हामी श्रमसँग जोड्छौँ नेपालीलाई, श्रमको माध्यमबाट माटोसँग जोड्छौँ। माटो नछुने मान्छे सदस्य बन्दैन हाम्रो पार्टीमा। म यहाँ जति पनि हुनुहुन्छ नि उहाँहरूलाई म तपाईँको तुरुरु पसिना चुइने गरी भारी बोकाउँछु यो देश निर्माणको लागि। मेरो होइन, मेरो भारी होइन, कोही कसैको घरको खेताला होइन, यो तर देशको खेताला हो हामी सबैजना होइन। त्यो बनाउँछु र यो देशको तपाईँको चाहिँ नि यति धेरै यो देशलाई माया गर्ने मान्छे चाहिँदो रहेछ कि यो देशमा है, जसले चाहिँ भोलिको दिनमा सिंहदरबार जलाउनु खोज्दाखेरि, जलाउनुभन्दा अगाडि कसैले जला भन्दाखेरि होइन यो त मेरो देशको शिर हो यार भनेर सोचोस् त। त्यस्तो युवा बनाउनुपर्छ क्या हामी। जलाइदिए भत्काइदिए भाइ डाङडार टुन्डु गुड भन्ने खालको हामी बनाउँछ। त्यसले गर्दाखेरि त्यसले गर्दाखेरि मैले यहाँ सबैजनालाई भन्न चाहन्छु, तपाईँहरूलाई किन छैन एन्ट्री भन्दाखेरि तपाईँ भनेको राज्यको पार्टीको हुनुहुँदैन। तपाईँ सर्व संस्कृति पार्टीको हुनुभयो भने भोलिदेखि मेरो मात्रै गुणगान गाउनु मन लाग्छ क्या तपाईँलाई होइन। एमालेलाई नराम्रो देख्नुहुन्छ, कङ्ग्रेसलाई नराम्रो देख्नुहुन्छ। एमाले र कङ्ग्रेसले पनि राम्रो गरेको खण्डमा राम्रो भन्नु सक्नु पऱ्यो नि तपाईँले। तर तपाईँ मेरो हुनुभयो भने त तपाईँले त मेरो मात्रै राम्रो देख्ने भयो। अनि भोलि मैले देशै बेचिदिँदाखेरि पनि होइन हर्क सामलले त राम्रै गरेको हो भनेर तपाईँले फेरि वकालत गरिदिनु भयो भने त बर्बाद भयो, बिग्रेकै यही भएर। त्यसले गर्दा पत्रकार राज्यको हो, कर्मचारी राज्यको बन्नुपर्छ होइन। म आफैले पनि अनुभूत गरेको छु। अब मेयर भएँ होइन, नगरपालिकाको काम सञ्चालन गर्नुपर्ने पार्टीले नियुक्ति गरेको कर्मचारीहरूले असहयोग गरेको अनुभूति छ क्या। उहाँहरू अरू पार्टीबाट नियुक्ति हुनुभएको, तर उहाँहरूले चाहिँ मेरो फाइलहरू ढिला ढाला गरिदिएको। त्यस्ता मान्छेहरूलाई मैले सस्पेन्डमा राखेँ, पछि काबु त बनाएँ, तर त्यस्तो हुँदो रहेछ। त्यसो भए तपाईँहरूले पत्रकार कर्मचारीहरूलाई, कर्मचारी शिक्षक है, म त भन्छु वकिलहरू पनि नबन्नुहोस् पार्टीमा, न्यायाधीश त बन्ने कुरै उहाँ आउँदैन। तर यो देशमा त अहिले हेर्दाखेरि त सबै पार्टीको भन्ने सुनिन्छ होइन। यसले गर्दाखेरि न्याय भएन क्या। सुन्नु न, त्यो छोडिदिनु कि त्यो प्राविधिक कुरा, त्यो केही ठुलो कुरो भएन। मेनमा जाऊँ न, न्याय हाम्रो देशमा किन भएन?
होइन भन्दाखेरि सबै पार्टीको भइदियो अनि पार्टीगत प्रतिशोध छानेर होइन काम धेरै कुराहरू छ त्यसले गर्दा न्याय नभइसकेपछि देशमा रोजगारी नहोस् केही पनि नहोस् बरु खानु पनि नपाओस् मान्छेले एक छाक मात्रै खाएर पनि बाँच्न सक्छ तर मान्छेलाई न्याय चाहिँ चाहिँदैन पदभन्दा ठुलो हुन्छ देश ल हस् थ्याङ्क यू भेरी मच होइन ल हस् ल थ्याङ्क यू हुन्छ